यो चाहिँ नयाँ तरिकाले सुँगुर बनाउँदैछ। हेर्नुहोस् त यति राम्रो सफा हुँदैछ। हजुर हेर्नुहोस् कति सफा चाहिँ बल्लु। हेर्नुहोस् मजाले सफा भइसक्यो। अब चाहिँ यहाँनिर हर्दी दल्ने काम भइरहेको छ है। हेर्नुहोस् यति दामी यति सफा। यसरी बनाएको चाहिँ अब मासुहरू खानु पनि मजा आउँछ। यहाँ अब हाम्रो यहाँ दिपचनहरू चाहिँ अब यसको चाहिँ एक्सपर्टै हो नि त। लु हेर्नुहोस् कस्तो दामी चाहिँ लु हेर्नु आम्मामा यसरी सफा गर्नुपर्छ नि त हौ। अरूले कहाँ यस्तो सफा गर्छ त। कुखुरा रेडी भयो हेर्नुहोस् है। यति दामी चाहिँ पिस पाराइलो हेर्नुहोस् कति सेटिस पिस छ हेर्नुहोस् त। एकदमै मिलेको रहेछ यो रातो बोसो।